नमस्कार सम्पूर्ण विशेष गरी आजको भिडियो चाहिँ विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूको लागि एकदमै उपयुक्त हुनसक्छ र विशेष गरी उहाँहरूकै लागि हो। म हजुरहरूलाई भन्न चाहन्छु कि हजुरले आज राम्रो इन्कम गरिराख्नु भएको छ, राम्रो कमाइ गरिराख्नु भएको छ। अब हजुरहरूले लाखौँको बिटा महिनाभरि काम गरेर लाखौँको बिटाहरू गरिराख्नु भएको छ। आफ्नो पसिना परिश्रमसँग नगद साट्नु भएको छ। के हजुरहरूले कहिल्यै आफ्नो लागि पनि सोचिराख्नु भएको छ? हजुरहरूले आफूले आफ्नो परिश्रम, आफ्नो पसिनासँग साटिएको धन आम्दानीहरूलाई आफ्नो कुनै परिवारको नातेदार, आफ्नो परिवार र प्रियजनहरूलाई खुसी मनाउने क्रममा केही महत्त्वपूर्ण गिफ्टहरू दिनुहुन्छ या नगदै दिनुहुन्छ, तर हजुरले आफ्नो भविष्यको लागि सोचेर के थोरै पनि जम्मा गर्नुभएको छ? हुनसक्छ आज लाखौँका बिटा समातेका हातहरूमा भोलि अप्ठ्यारो पर्दा, विभिन्न बाधा अडचनहरू आइपर्दाखेरि त्यही हातहरूमा हजारको नगद कसले थमाइदिने विचार गर्नुभएको छ? आजै विचार गर्नुहोस्, किनकि भविष्य सुनिश्चित छैन। भविष्यमा आइपर्ने धेरै जोखिमहरू, भवितव्य दुर्घटनाहरू हामीलाई कहिले पनि सूचना दिएर बाजा बजाएर आउने गर्दैन। त्यसैले यी घटनाहरूबाट सुरक्षित रहनको लागि आफूले कमाएको आम्दानी बचत गर्नको लागि हजुरले सोच्नु भएको छैन भने आजै सोच्नुहोस्। हुनसक्छ थोरै सर्ट टाइम बस्नुभएको छ भने 5 वर्षसम्म मात्र लगानी गरेर 15 वर्ष 20 वर्ष वर्षै पछि बोनस प्राप्त हुने, 20 वर्षसम्म सुरक्षा प्रदान गर्ने एउटा उपयुक्त पोलिसी लिएर आफू र आफ्नो परिवारलाई सुरक्षित बनाउन सक्नुहुन्छ। ढिला नगर्नुहोस्। आफू र आफ्नो परिवारलाई सुरक्षित, आर्थिक रूपमा सुरक्षित बनाउने भरपर्दो माध्यम भनेकै जीवन बिमा हो। अब यसका धेरै पोलिसीहरू हुन्छन्। त्यसको विस्तृत जानकारीमा सेवा सुविधाहरू जानकारी लिनको लागि त मसँग प्रत्यक्ष भेटेर या अनलाइनको माध्यमबाट समय छुट्याएर हामीले गफ गर्न सक्छौँ, छलफल गर्न सक्छौँ। त्यसको लागि मैले WhatsApp नम्बर दिएको छु, त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। ढिला नगर्नुहोस्। आफ्नो सुरक्षाको लागि, आफ्नो परिवारको भविष्यको लागि आजै सम्पर्क गर्नुहोस्। हस्त, धन्यवाद।